नमस्कार, ब्लेजको वेबसाइटमा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी मार्केट मेन्युको बारेमा डिटेलमा बुझ्नेछौँ। सो मार्केट मेन्युमा हामीले क्लिक गर्यौं भने यसरी यो पेज खुल्छ अनि बाइ डिफल्ट मार्केट वाच सिलेक्टेड हुन्छ अनि मार्केट वाच भित्रको पनि डिफल्ट सेक्सन सिलेक्टेड हुन्छ र डिफल्ट भित्र यहाँ दुईटा स्क्रिप्ट देख्न सक्छौं र त्यसको सबै डिटेल्सहरु यहाँ देख्न सक्छौं। सो यो दुईटा स्क्रिप्ट कहाँबाट आयो र अझै कसरी एड गर्ने भन्ने कुराको लागि हामी यहाँ अर्डर पेजमा जानुपर्छ। अर्डर पेजमा यहाँ हेरौं डिफल्ट सिलेक्टेड छ, दुईटा स्क्रिप्ट अलरेडी छ। अब डिलिट गर्यौं भने हट्छ। एड गर्नलाई चाहिँ यहाँ सर्चमा गएर NABBC सर्च गरौँ, सर्च गरेर इन्टर गरौँ। सो NABBC एड भयो। अब गएर मार्केटमा हेर्दाखेरि ठ्याक्कै NABBC यहाँ एड भएछ। त्यसैगरी यो न्यू भन्ने चाहिँ हामीले आफैले क्रिएट गर्यौं। कसरी क्रिएट गर्यौं भन्दाखेरि यहाँ प्लसमा क्लिक गरेर ल अहिलेको लागि हामी ML भन्ने क्रिएट गरौँ। सो यहाँ देख्न सक्नुहुन्छ ML आयो। अब यस भित्र चाहिँ स्क्रिप्ट्सहरु कसरी एड गर्ने भन्दाखेरि अर्डर पेजमा जाने, यहाँ गएर ML सेलेक्ट गर्ने अनि यस भित्र एड गर्ने AHPC NHPC यसरी दुईटा स्क्रिप्ट हामी एड गर्न सक्छौं। सो अब यहाँ मार्केट पेजमा गएर हेरौं, ML भित्र गएर हेरौं AHPC र NHPC एड भएको छ। त्यसैगरी यो न्यू WL UDV यो आफैले क्रिएट गरेको हो। यस भित्र स्क्रिप्ट्सहरु हामी एड गर्न सक्छौं। सेभ टिकरमा क्लिक गर्यौं भने यहाँ सेभ टिकरमा चलिरहेको छ NRN GMLI र CIT। सो त्यही तीनटा स्क्रिप्ट्स यहाँ देखिन्छ अनि टिकर एड गर्नलाई चाहिँ यहाँ प्लसमा गएर एड गर्ने हो। यो हामीले सिकिसकेका छौं। त्यसपछि माई होल्डिंग्समा क्लिक गर्नुभयो भने तपाईको पोर्टफोलियोमा भएको स्क्रिप्ट्स र त्यसको डिटेल्सहरु सबै देखिन्छ अनि बाहिर सेल गर्नु पर्यो भने यहाँ B र S मा क्लिक गर्नुभयो भने बाहिर सेल गर्न सक्नुहुन्छ। इन्डेक्स वाचमा क्लिक गर्नुभयो भने तपाईले एड गरेको इन्डेक्स देख्न सक्नुहुन्छ। त्यसैगरी यहाँ अरु पनि सेक्सन्सहरुमा जस्तै डिफल्टमा ML मा अथवा अरुमा पनि बाहिर सेल गर्नु पर्यो भने सिधै यहाँ B र S मा क्लिक गर्यौं भने बाहिर सेल गर्न सकिन्छ। सो जस्तै अहिलेलाई चाहिँ NABBC बाइ गर्नु पर्यो भने यहीबाट B मा क्लिक गर्यौं भने ठ्याक्कै हाम्रो अर्डर पेजमा लगिहाल्छ यसले अनि यहाँ क्वान्टिटी प्राइस राखेर हामीले अर्डर प्लेस गर्न पायौं। सो फेरि हामी मार्केट पेजमै जाउँ। सो हामीले मार्केट वाचको बारेमा लगभग बुझिसक्यौं। अब लाइभ मार्केट हेरौं। सो लाइभ मार्केटमा क्लिक गर्नुभयो भने नेप्सेमा लिस्ट भएको ओभरअल सबै स्क्रिप्ट्सहरुको यहाँ नाम र डिटेल्सहरु देखाउँछ। स्क्रोल गरेर तलतिर पनि हेर्न सक्नुहुन्छ। सो लाइभ मार्केटमा क्लिक गर्नुभयो भने नेप्सेमा लिस्ट भएका सबै स्क्रिप्ट्सहरु यहाँ देख्न सक्नुहुन्छ र त्यसको डिटेल्सहरु पनि देख्न सक्नुहुन्छ। अनि यहाँ यो बटनमा क्लिक गर्नुभयो भने चार्ट देख्न सक्नुहुन्छ त्यो पार्टिकुलर स्क्रिप्टको। त्यसैगरी यहाँ एडभान्सेस, डिक्लाइन्स र न्यूट्रल भनेर छ। अब एडभान्सेसमा क्लिक गर्नुभयो भने जुन शेयरको मूल्य बढिरहेको छ त्यो स्क्रिप्ट्सहरुको लिस्ट मात्र यहाँ देख्न सक्नुहुन्छ। त्यसैगरी डिक्लाइन्समा जानुभयो भने चाहिँ शेयरको मूल्य घटिरहेको स्क्रिप्ट्सहरु यहाँ देख्न सक्नुहुन्छ। त्यसैगरी न्यूट्रलमा क्लिक गर्नुभयो भने शेयरको भ्यालु न बढेको न घटेको स्क्रिप्ट्सहरुको डिटेल देख्न सक्नुहुन्छ। त्यसपछि यहाँ एउटा लास्ट मेन्यु रहेको छ टप 10 गेनर्स एन्ड लुजर्स। यसमा क्लिक गर्नुभयो भने चारवटा बटन रहेको छ यस भित्र, टप टर्नओभर, टप भ्यालु, टप 10 गेनर्स, टप 10 लुजर्स। सो यिनीहरुमा क्लिक गर्नुभयो भने रेस्पेक्टिभ डिटेल्सहरु देख्न सक्नुहुन्छ। सो मार्केट मेन्युमा यिनै कुराहरु रहेका छन्। यस भिडियोमा यति नै। अब नेक्स्ट भिडियोमा हामी रिपोर्ट मेन्युको बारेमा डिटेलमा बुझ्नेछौं। धन्यवाद।